हैन म त आज चुडामाईको दर्शन गर्न आएको थिएँ। साथीहरू यो चाहिँ बारा जिल्लाको र हाम्रो मकवानपुर जिल्लाको सिमानामा पर्छ हैन। यो चाहिँ हाइवेमै छ साथीहरू। चट्ट चुडामाई जाने चाहिँ यस्तो छ है साथीहरू, बाटो अवस्था यस्तो छ। पानी परे पनि साथीहरू यस्तो अवस्था बनाएको चट्ट पुरै माथिदेखि मन्दिरसम्म जानेमा चाहिँ पानीले चाहिँ हामी पूजा गर्नेहरूलाई चाहिँ नभिजोस् भनेर यस्तो बनाउनु भएको छ। यो बनाउने सरहरूलाई पनि साथीहरूलाई पनि हेटौँडा धेरै धन्यवाद। यो चाहिँ हाम्रो हेटौँडा म्यानेजमेन्ट एकाउन्टेन्सीले बनाइदिएको रहेछ हैन। हेटौँडा स्कुल अफ म्यानेजमेन्टले चाहिँ यो हाम्रो गरिदिएको रहेछ हैन। यो चाहिँ वेलकम स्वागतमको लागि माथिसम्म चाहिँ पूजा गर्नेहरू चाहिँ नभिजोस् भनेर बनाइदिनु भएको छ। यो हेटौँडा म्यानेजमेन्ट स्टाफलाई पनि धेरै धेरै धन्यवाद छ हैन साथीहरू हैन। यो हेर्न सक्नुहुन्छ चुडामाई यो मन्दिर जाने बाटो चाहिँ यस्तो छ अवस्था। पुरै यसरी चाहिँ बारहरूमा घन्टिराखेको छ साथीहरू हैन। अनि यस्तो छ बाटोहरू पुरा माथि जाने पहिला चाहिँ कच्ची जस्तो बाटो थियो, अहिले अलि ठुलो बाटो पनि बनाएको छ। अनि अहिले स्ल्याब पनि गरेछ साथीहरू हैन। हजुरहरू पनि यो चाहिँ उता पत्लाबाट आउँदाखेरि यता बर्दिवासबाट आउनु सक्नुहुन्छ यता हैन। जुनैबाट बाटो आउने यता हाइवेमा छ। अनि सबैले दर्शन गर्न सक्नुहुन्छ साथीहरू हैन। चुडामाईको दर्शन गर्नुपर्छ हैन। भगवानको यो चाहिँ बाटोमै पर्छ, धेरै भित्र जानु पनि पर्दैन साथीहरू हैन। साथीहरू यस दर्शन गर्न चाहिँ हेर्नुहोस्, बाँदर पनि हेरिरहेको छ हेर्नुहोस् साथीहरू हैन। यसरी हेर्न सक्नुहुन्छ। आजलाई हजुरलाई यति नै, अर्को भ्लग फेरि लिएर आउनेछु साथीहरू आजलाई।